नमस्कार। फेरि पनि स्वागत गर्न चाहन्छु म हजुरहरूलाई मेरो यो युट्युब च्यानलमा। मेरो च्यानललाई लाइक, शेयर, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु भएको होस्। सधैँ जसो भिडियो ल्याउने क्रममा आज पनि म उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ लोकल कुखुराको चल्लाहरूलाई कसरी हुर्काउने। हजुरहरूले जब हेचरीबाट चल्लाहरू ल्याउनुहुन्छ हजुरहरूको खोरसम्म या हजुरको फार्मसम्म, त्यो चल्लाहरूलाई कति तापक्रममा राख्नुपर्छ र हामीले कस्तो कस्तो कुराहरुमा ध्यान दिनुपर्छ, भ्याक्सिनहरू कुन दिने, दबाईहरू कुन दिने, चारो पानीहरू कसरी गर्ने, कुन नम्बरको चारो दिने, कति दिनपछि भ्याक्सिनहरू दिने, कुन कुन भ्याक्सिन दिने, सम्पूर्ण जानकारीहरू आज म हजुरहरूलाई यस भिडियो मार्फत दिनु गइरहेको छु। हजुरहरूको घरैमा कुखुराले ओथारो बसेर निकालेको चल्ला होस् वा ह्याचेरीबाट किनेर ल्याएको चल्ला होस् वा आफै घरमा ह्याचिङ मेसिनबाट निकालेको चल्ला होस्, जब चल्ला अन्डाबाट बाहिर निस्किन्छ त्यसपछि हामीले चल्लालाई ब्रुडिङ रुममा राख्नुपर्छ। तर घरमै ओथारो बसेर निस्किएको चल्लालाई ब्रुडिङ गर्नु पर्दैन। कुखुराको माउले आफै तातो दिन्छ। तर ह्याचिङ मेसिनबाट आएको चल्लालाई सीमित तापक्रममा राख्नुपर्छ। सर्वप्रथम हामीले चल्ला ब्रुडिङ गर्ने ठाउँ राम्रोसँग सरसफाइ गर्नुपर्छ। चल्ला राख्ने ठाउँमा पोल्ट्री चुनाहरूले लिपेर भिरोनिल, लाइफ ज्याकेटहरू जस्तो स्प्रेहरू हान्नुपर्छ। तर चल्ला राख्नुभन्दा पहिले 10-12 दिन अगाडि यो काम सबै हजुरहरूले गरिसक्नुपर्छ। त्यसपछि चल्लालाई एउटा सीमित तापक्रम चाहिने भएको कारणले गर्दा राम्रोसँग तातो दिने खालके बत्तीहरूको व्यवस्थाहरू हजुरहरूले गर्नुपर्छ। चल्लाहरू यस्तै गोलो ब्रुडरमा हुर्काउनु भयो भने एकदमै राम्रो हुन्छ। चारपाटे ब्रुडरमा राति लाइन गयो भने, बिरालो कुकुरहरू आएर हच्कायो भने चल्लाहरू डराउँछ र कुनामा गएर बस्छ र त्यहीँनेरि थिचाथिच गरेर खप्टेर चल्लाहरू धेरै मर्ने गर्छ। तर गोलो ब्रुडर भयो भने चल्लाहरू खप्टेर मर्न पाउँदैन। यस्तै तरिकाले हजुरहरूले चल्लाहरू ब्रुडिङ गर्ने ठाउँहरू तयार गर्नुभयो भने एकदमै राम्रो हुन्छ। अब म हजुरहरूलाई चल्लाहरू ब्रुडिङ गर्ने तरिकाहरू भन्नु गइरहेको छु। जब हजुरहरूले आफ्नो फार्ममा चल्लाहरू ल्याएर यसरी ब्रुडिङ रुममा राख्नुहुन्छ तब हजुरहरूले मुनिबाट यसरी नै भुस ओछ्याउनु होस् र माथिबाट पत्रिका ओछ्याएर त्यसमाथि चल्लाहरू राख्नुपर्छ र 2 देखि 3 घण्टासम्म इलेक्ट्रोलाइट गोलकुच वा सक्खर पानीहरू हालेर खान दिनुपर्छ ताकि चल्लाको स्ट्रेसहरू कम हुन्छ र चल्लाहरू एक्टिभ हुन्छ अनि पेटहरू पनि सफा हुने गर्दछ। त्यो बिचमा हजुरहरूले चारोहरू हालिदिनु हामीले हुँदैन। जब 2 देखि 3 घण्टासम्म चल्लाले त्यो पानी खाइसक्छ त्यसपछि मात्रै हजुरहरूले चारोहरू हालिदिनुहोस्। धेरैजनाले सोध्नुहुन्छ मलाई सानो 1 दिनको चल्लाहरूलाई कुन चारो दिने भनेर। हजुरहरूले कम्पनीमा बनेको प्री स्टार्टर चारो B0, B1 यस्तो खालके चारोहरू दिनु हुँदैन, किनभने यस्तो चारोमा प्रोटिन र भिटामिन धेरै भएको कारणले गर्दाखेरि चल्लाहरूले पचाउनु सक्दैन र डायरिया हुने गर्दछ। दिशा गर्ने ठाउँमा दिशाहरू अड्केर मर्ने गर्दछ। 2 दिनसम्म हजुरहरूले मकैको च्याख्ला वा कनिकाहरू मजाले पत्रिका ओछ्याएर वा नाङ्लोहरू राखेर वरिपरि छरेर दिनुपर्छ ताकि सबै चल्लाहरूले चारो चिनेको हुँदैन र पानीको भाँडाहरू पनि वरिपरि राखिदिनुपर्छ। त्यसपछि 2 दिन पछाडि चल्लाहरूलाई बिस्तारै मकैको च्याख्ला वा कनिकामा 50% कम्पनीको स्टार्टर चारो B0 मिसाएर दिने गर्नुपर्छ र बिस्तारै कम्पनीको चारो B0, B1 गर्दै दिँदै लानुपर्छ चल्लाहरूलाई। अब हजुरहरूलाई म चल्लालाई चाहिने तापक्रमको बारेमा भन्नु गइरहेको छु। हजुरहरूले पहिलो हप्तासम्म 37 डिग्री सेल्सियसमा चल्लालाई ब्रुडिङ गर्नुपर्छ। यसको लागि हजुरहरूले चल्लालाई तातो दिने खालके बल्बहरू वा
हिटरहरू, ग्यास ब्रुडरहरू जस्तो राखेर चल्लालाई यो तापक्रम चाहिँ हामीले दिनुपर्छ। यसरी तापक्रम पुगेपछि चल्लाहरू राम्रोसँग चारो पानी खाएर मजाले हुर्किन्छ। अब म हजुरहरूलाई चल्लालाई दिने दबाईको विषयमा भन्नु गइरहेको छु। पहिलो दिन चल्लालाई सक्खर पानी वा इलेक्ट्रोलाइट ग्लुकोज मात्र दिने र दोस्रो दिन बिहानी छोडेर बेलुकीको समयदेखि एन्टिबायोटिक र भिटामिन बी कम्प्लेक्स मिसाएर थोरै पानीमा हालेर दिनुपर्छ र यस्तै गरी तेस्रो दिनमा बिहानीको समय छोडेर बेलुकीको समयमा फेरि एन्टिबायोटिक र बी कम्प्लेक्स हालेर मिसाएर दिने र चौथो दिन फेरि बिहानी छोडेर बेलुकीको समयमा एन्टिबायोटिक र भिटामिन बी कम्प्लेक्स मिसाएर दिने गर्नुपर्छ। किनभने बाहिरदेखि ल्याएको चल्लाहरूमा रोग वा भाइरसहरू छ भने एन्टिबायोटिकले खत्तम गर्छ र अरू चल्लाहरूमा सर्न पाउँदैन र फार्महरूमा पनि त्यो रोगहरू सर्न पाउँदैन। यसरी नै 3 दिनसम्म दिनको एक टाइम बेलुकीको समयमा एन्टिबायोटिक चल्लाहरूलाई दिने गर्नुपर्छ। हजुरहरूले चल्लालाई एन्टिबायोटिक दिँदाखेरि भिटामिन बी कम्प्लेक्स पनि मिसाएर दिनुपर्छ। यो एकदमै जरुरी छ। यो त भयो हामीले ब्रुडिङ रुमहरू कसरी तयार गर्ने, चल्लाहरू कसरी ब्रुडिङ गर्ने, दबाईहरू कुन कुन दिने र चारोहरू कुन कुन दिने, कसरी दिने भन्ने विषयमा। अब हजुरहरूलाई म चल्लाहरूलाई दिने भ्याक्सिनहरूको बारेमा भन्नु गइरहेको छु। हजुरहरूले चल्लाहरू आफ्नो फार्ममा ल्याउनु भएको पहिलो दिनको 1 दिनदेखि लिएर 5 देखि 7 दिनभित्रमा रानीखेतको एफिस्ट्रिन भन्ने भ्याक्सिन दिनुपर्छ। भ्याक्सिन दिँदा चल्लाको आँखामा ड्रपबाट चुहाएर वा नाकमा हालिदिनु एकदमै असरदार हुन्छ। धेरै सङ्ख्यामा छ भने हजुरहरूले पानीमै पनि दिनु सक्नुहुन्छ। तर पानीमा दिँदाखेरि चल्लालाई चारो दिएको 4 देखि 5 घन्टासम्म पानी दिनु हुँदैन। जब चारो खाएर चल्लाहरू तिर्खाउँछ तब हजुरहरूले भ्याक्सिन पानी हालिदिनुहोस् र उनीहरूले राम्रोसँग सबैले पानी खान्छ र तपाईँहरूले विचार पनि गर्नुपर्छ। खानु नसक्ने चल्लाहरूलाई अलग्गै राखेर दिनुपर्छ। चल्लाको ब्रुडिङ रुममा छिर्दाखेरि बाहिरबाट लगाएर आएको जुत्ता चप्पलहरूसँग छिर्नु हुँदैन। भित्र छिर्दा चप्पलहरू फेरेर चप्पलमाथि स्प्रेहरू गरेर मात्र छिर्नुपर्छ ताकि बाहिरदेखि लाउँदा आएको चप्पल जुत्तामा ब्याक्टेरिया भाइरसहरू आएर भित्र चल्लाहरूमा सर्न सक्छ। बेला बेलामा चल्लाको ब्रुडिङ रुमभित्र स्प्रेहरू हानिराख्नुपर्छ। चल्लाको माथि नै पनि हान्दा हुन्छ। चारो खाने भाँडा वा पानी खाने भाँडैमाथि पनि स्प्रेहरू हान्दाखेरि हुन्छ। हस् त हजुरहरूलाई आज मेरो पुरै भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ। हजुरहरूलाई म पोल्ट्री सम्बन्धी यस्तै जानकारीहरूको बारेमा फेरि पनि भिडियोहरू ल्याउने छु र आजको भिडियोमा हजुरहरूले चल्लालाई 1 दिनदेखि 7 दिनसम्म कसरी हुर्काउने भन्ने विषयमा मैले पुरै जानकारी दिएँ। अब आउने अर्को नेक्स्ट मेरो भिडियोमा हजुरहरूलाई चल्ला 7 दिनदेखि लिएर 14 दिनसम्म कसरी हुर्काउने यसको विषयमा म विस्तृत रूपमा भन्नु गइरहेको छु। मेरो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु भएको होस्। धन्यवाद।